आदरणीय दर्शक महानुभावहरू, निर्वाचन क्षेत्र नम्बर 3 मोरङको आयोजनामा फुटबल, संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्री, श्रम संस्कृति पार्टीका वरिष्ठ श्रमदाता सुदन किराँतीज्यूको प्रमुख अतिथित्वमा भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मोरङ क्षेत्र नम्बर 3 अन्तर्गत पर्ने 4 वडा पालिका पत्री शनिचरी, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका र सुन्दर हरैँचा नगरपालिकादेखि जम्मा 236 जना श्रमदाताहरूले पार्टीमा प्रवेश गरेको छ। आज उहाँलाई यस स्टेजबाट स्वागत गर्न पाउँदाखेरि एकदमै खुसी लाग्छ। मेरो आदरणीय गुरु र उहाँ हुनुहुन्छ कानेपोखरीबाट कमल कार्की नेकपा माओवादी केन्द्रबाट हुनुहुन्छ। उहाँलाई पनि जोरदार तालीले स्वागत गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अब म बेलबारीबाट सुन्दर प्रसाद यादवको नेतृत्वमा हुनुहुन्छ। पूर्व नेकपा एमालेको वडा सदस्य पनि हुनुहुन्छ। नेकपा एमाले परित्याग गरेर यसमध्ये बेलबारी नगरपालिका वडा नम्बर 3 का जनप्रतिनिधि, वडा सदस्य तथा नेकपा एमाले पार्टीका वडा अध्यक्ष भूपेन्द्र चामलिङ राई सहित 125 जना श्रमदाताहरूले पार्टी प्रवेश गर्नुभएको थियो। त्यसैगरी मनिषा तामाङ, त्यसैगरी मनमाया तामाङ, त्यसैगरी सरिता तामाङ, मुना तामाङ, सरस्वती तामाङ, मरिच नाया तामाङ। तालीको पनि गर्नुहोस्। यो गर्मी छ, अलिकति बेला पनि हामीलाई गर्मीको महसुस भएको छैन। तपाईँहरूको तालीको कमी नहोस्। रामकुमारमा गोपीलाल श्रेष्ठ, युना तामाङ, उहाँहरू जम्मा 18 जना हुनुहुन्छ। पार्टी प्रवेश गर्नुहुने सम्पूर्ण श्रमदाताहरूलाई श्रम संस्कृति पार्टीमा हार्दिक स्वागत, बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। आजदेखि औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ। उहाँहरूलाई जोरदार तालीले फेरि स्वागत गर्नुका लागि सम्पूर्ण श्रमदाताजीहरूलाई हार्दिक अनुरोध गर्दछु। मैले लगभग यहाँ 200 बाटो प्रेमी, देश प्रेमी 88 उम्मेदवार रहनुभएका प्रदेश नम्बर 1 का संवाद समितिका सदस्य अमीर मगरज्यू, पर्वत राईज्यू, त्यसै गरी मैले हार्दिक अनुरोध गर्दछु। मैले अघि देखेको थिएन र उहाँलाई जोरदार तालीले स्वागत सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। विकास, यो देशको समृद्धिको यात्रामा हामी अघि बढ्दैछौँ। हामीले हाम्रो ठाउँ, हाम्रो गाउँ हामी आफै अब बनाउने हो। इमान्दारिताका साथ यो पार्टीमा इमान्दारिता हुनु पर्यो। यो देश चाहिँ आज इमान्दार नभएको कारणले गर्दाखेरि आज हामीले दुःख पाएका हौँ। त्यसैले आज हाम्रो सामान्य हरका सामान जसले इमान्दारिताका साथ यो देशका एउटा नयाँ युगमा सुरुवात प्रवेश गराउनु भएको छ, त्यो पार्टी श्रम संस्कृति पार्टीमा आज सयौं आधारमा आज प्रवेश गर्दै हुन्छ। मैले उहाँहरूको नाम वाचन गरिसकेको छु। यो एकदमै ऐतिहासिक क्षण हो। यो ऐतिहासिक क्षणमा आज हामी साक्षी भएको छौँ। एकचोटि सम्पूर्णलाई यो हललाई गुन्जमान हुने गरी तालीले गुन्जमान गराइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। पानीको व्यवस्था गरौँ त। वाचन गरे र यो वाचन गरे अनुसारको कामहरू यदि कतै छुटिएको छ भने म माफी चाहन्छु। तपाईँहरूले पुनः मलाई जानकारी गराइदिनु होला। धन्यवाद। नमस्कार।
समितिको जति पनि जाटापालिकाको नेतृत्व गरिरहनु भएको छ अध्यक्षज्यू सचिवज्यू पदाधिकारीज्यूहरू तपाईँहरूको साथीहरू यदि पार्टी प्रवेश गराउनको लागि नामको छुट्टी रहेको छ भने याद गर्नुहोला। हामी कसैले पनि कसैको नाम नछुटाउँ र यदि छुट्टिएको खण्डमा कोही पनि नाम नगर्नुहोला। म यहीँ छु, तपाईँकै सामुन्ने हाजिर छु। फेरि धन्यवाद दिन चाहन्छु म बेलबारी नगर समितिको सचिवको तर्फबाट। साहसी श्रमदाताहरू दार्चुला झुलुङ्गे पुल निर्माणबाट फर्किनुभएका श्रमदाताहरूलाई सम्मान पत्र साथै खताले उहाँहरूलाई सम्मान गर्नुभएको छ। भन्न पाउँदा अत्यन्तै खुसी पनि छु र यहाँहरू सम्पूर्णलाई हार्दिक बधाई पनि दिन चाहन्छु। यो बेलबारी 1 को यो गुम्बा परिसरको झलकलाई म यहाँ कैद गर्दैछु दर्शक महानुभाव। आज केन्द्र स्तरदेखि मन्त्री परिषद पूर्व मन्त्रीसम्म यहाँनिर उपस्थित भइसकेको। लेटन हुनुभएका